सबैजनामा नमस्कार। अहिले चाहिँ हामी घुमेर आएको पर समुद्र देखिरहेको छ। हामी चाहिँ मार्केट गएर आएको अनि यो सबै यो वाइट देखिएको चाहिँ नुन हो। यो सेतो देखिएको जति चाहिँ सबै नुन हो। नुनहरू चाहिँ प्रशस्त रूपमा जमिनमा देखिन्छ। यसलाई चाहिँ प्रशोधन गरेर खाने योग्य पनि बनाउँछन् ठाउँ ठाउँमा त्यस्तो प्लान्टहरूमा। अनि अहिले चाहिँ हामी कोठातिर जाँदैछौँ अनि हाम्रो दाइहरू हुनुहुन्छ पर। अनि अब घर जाने तयारी भइरहेको छ अनि कम्पनीले चाहिँ घरतिर पठाउने भनेको छ। अनि आज चाहिँ हामी यसो मार्केट पनि घुमौँ अनि टक्क लाएर समुद्रतिर पनि जाउँ भनेर चाहिँ हामी मार्केट पनि गयौँ अनि समुद्र पनि घुम्यो अनि एकदम सँगले अहिले चाहिँ भने हामी जाँदैछौँ कोठातिर। एकदम राम्रो छ, परतिर हरियाली छ अनि यहाँ चाहिँ पानी पर्दाखेरि एकदम पानी जमिन्छ। अस्ति चाहिँ हामी एकदम बिजोग परेको थियौँ यो खाल्टोमा चाहिँ। हामी मार्केट जाँदाखेरि एकदम ठिक छ, पहाडहरू छ, मौसम राम्रो छ यहाँको। गर्मी कम्ती हुन्छ, धेरै गर्मी हुँदैन अनि गाडीहरू फाट्टफुट्ट पाउँछ। ट्याक्सीहरू यहाँ पाउँदैन, यहाँ सबै हिँड्नुपर्छ, खुट्टाले नै हिँड्नुपर्छ यताउता जाँदाखेरि। कसैले यहाँ लिफ्टहरू त्यस्तो पाइँदैन अनि हिँडेर जाने हिँडेर आउने। जे भए पनि रमाइलो छ, एकदमसँगले शान्त वातावरण छ, सुनसान छ, रमाइलो छ। कतै कतै चराचुरुङ्गीको आवाजहरू आउँछ अनि रातमा चाहिँ एकदमै रोडमा लाइटहरू बल्छ अनि उज्यालो देखिन्छ र राम्रो पनि देखिन्छ। अहिले चाहिँ हामी जाँदैछौँ हाम्रो कोठातिर। एकदम परतिर ठुल्ठुलो पहाडहरू छ अनि यता चाहिँ गाउँ छ, त्यहाँ उता टावरहरू देखिया छ पर ठुल्ठुलो। अनि अहिले चाहिँ भने यस्तै छ यहाँको एकदमै। अब अहिले चाहिँ भने जुनको चाहिँ आज ठ्याक्क भन्नु पर्दाखेरि जुनको आज 9 तारिक हो भने अहिले हामी चाहिँ जाँदैछौँ